नमस्ते सबैजनालाई। यो देखिन सकिन्छ सिंजा जोन क्याफे भन्ने चाहिँ यो जुन मुस्ताङ जिल्लाको अप्पर मुस्ताङमा रहेको छ। यो खास गरिमा पहाडी भित्रै यो बस्ने चाहिँ होइन, मैले दृश्यहरू देख्न सकिन्छ कि यो भित्र चाहिँ बस्ने ठाउँ चाहिँ यो ठुलो पहाड छ, पहाडभित्र बस्ने ठाउँ छ। यो तल झर्ने सिँढी हो भने भित्र हामीले कोठा देख्न सकिन्छ। कोठाहरू यस्तो तालले बनेको छ कि यो पुर्खौँ तिब्बतीयन हरू आएर जब मुस्ताङमा बसोबास गर्दाखेरि यो बनाएको रहेछ। यो 5 तलेको छ भने यो भित्र गएर हामीले हेर्न सकिन्छ। प्रत्येक ठाउँमा बस्ने ठाउँ छ क्या, मिलाएर बसेको ठाउँ छ होइन। यो चाहिँ पछि गएको मान्छेहरूले यस्तो बनाएको खेलेको के भन्छ यो चाहिँ खास मलाई जानकारी भएन। यो भित्र गएपछि 5 तले छ यसको चाहिँ होइन। हाइट भनेको भर्याङबाट हामी माथि चढेर जान सकिन्छ कि यहाँ पुर्ख्यौली बसेको आगो फुकेको होइन, रगहरू पनि छ, सबै कालो कालो भइसक्यो अवस्था छ। किन पुर्खौँ हो, यसमा जानको लागि हामीले टिकट काटेर जानुपर्छ। सिंजा जोन क्याफे भन्दो रहेछ। यो पाल जस्तै हिँड्ने वे यो होइन। एउटा गल्लीको रूपमा बनाएको छ भने जताततै हामी बस्ने ठाउँ बनाएको छ। यसरी ट्याक्क लाएर यसरी हेर्न सकिन्छ होइन। सेफको लागि, सुरक्षाको लागि बनाएको रहेछ। यहीँ बस्ने होइन। यता पाल छ अक्सिजनको लागि, उताको क्याबलाई देख्न सकिन्छ यहाँदेखि। अनि सबै ठाउँमा हेर्न सकिन्छ। छिर्ने ठाउँहरू पनि छ, एकदम सुरक्षित छ। फेरि तलबाट हेर्दाखेरि यस्तो डेन्जर पहाड होइन, माटोको देखिन्छ। यो खासै बलियो छैन होला जस्तो लाग्छ। तै पनि यो यति मजबुत छ कि होइन, यति मजबुत छ। यो 72 सालको भूकम्पले त केही गरेन यसलाई होइन। यो छिर्ने पुरै ढोका हो होइन। केटाहरू पनि छ यहाँ, केटाहरूले हेरिरहेको छ। हामी ग्रुपै नै थियौँ त्यहाँनिर त होइन, भिडियो गर्ने क्रममा भित्र। तर बिजुली बत्ती त छैन त दिउँसो भएर चाहिँ जस बाहिरी पाल भएको कारणले चाहिँ हामीले त्यहाँभित्र हेर्न सकिन्छ। अनि धुलो चाहिँ छ है, धुलो छ मान्छे माटोको भएको कारणले धुलो चाहिँ छ। यो चाहिँ बनाएको पो नि होइन, यो माटोलाई नै खनेर ट्याक्कै होइन, खनेर चाहिँ बनाएको हो। किनकि यो गाह्रो लगाएको पनि होइन, केही पनि होइन। यो भर्याङ देख्नु भएको छ नि तपाईँले, यो भर्याङ माथि चढ्ने यो भित्र नि छ। लगभग म्याक्सिमम् मैले गर्ने अनुसार चाहिँ यो 5 फ्ल्याटमा के म्याक्सिमम् कति नभए पनि त्यतै 50-60वटा चाहिँ कोठा होला। त्यति धेरै छ क्या यहाँ होइन। यहाँबाट तल हेर्न सक्यो, यतातिर नि छ, दायाँ बायाँ होइन। भर्याङबाट माथि जाने हो, भर्याङ छ क्या। फेरि यहाँदेखि तल होइन गाडीहरू हेर्न सकिन्छ। पार्किङ त्यहीँ तल हो, यहाँ तल बिजनेस पनि छ, राम्रोसँग हेर्न सकिन्छ। त्यति माथि स्टेपमा छ क्या त्यो, यति माथि स्टेपमा छ भने त्यसको त कुरै नगर्नु। यहाँभित्र छिर्न पऱ्यो होइन, गनी नसक्नु छ क्या रुमहरू चाहिँ। भर्याङबाट माथि जाने स्टेप बाई स्टेपकै फ्लाइटमा जानको लागि प्रत्येक ठाउँमा भर्याङ राखिदिएको छ। तपाईँहरू पनि अप्पर मुस्ताङ जाँदै हुनुहुन्छ भने साथीहरू गएर यो ठाउँमा भिजिट गर्नु होला। यो कस्तो खाले रहेछ, के रहेछ होइन, त्यहाँको इतिहास बुझ्नुहोस् होइन। त्यो हेर्न सक्यो। यहाँकै पुरै खादाहरू राखेको छ होइन। यताबाट माथिबाट पनि सकिन्छ, झन् तल देखिन्छ यो होइन। धेरै माथिबाट हेर्दा झन् तल देखिन्छ होइन। सकिन्छ पहिलाको पुर्खाहरू कसरी बसेका थिए होइन। चोर लाग्छ खास विशेषमा एकजना बुवासँग बुझ्दाखेरि उहाँले के भन्नुभएको थियो भने ऊ बेला हामी तिब्बतबाट भागेर आउँदाखेरि होइन, सुरक्षाको लागि हामी खासमा बसेको ठाउँ हो। सुरक्षाको लागि बस्दाखेरि चाहिँ हामीलाई पनि सुरक्षा हुने, दुश्मनले चाहिँ पत्ता नलाओस् भन्ने हिसाबले चाहिँ यो भित्र बसेको भन्ने कुरा गर्नुभएको थियो उहाँले। अनि यो पाल जुन राखेको छ होइन, बाहिरको लागि राखेको छ, सानो पालहरू छ। त्यो चाहिँ दुश्मनहरू आउँदाखेरि हेर्ने होइन, दुश्मन आउँदाखेरि हेर्ने, अक्सिजन पास गर्नको लागि यो राखिएको खासमा। दुश्मनले पत्ता नलाओस् भन्ने हिसाबले पाल पारे हौँ भन्ने हिसाबले उहाँले मलाई हिन्ट्स दिनुभएको थियो हल्का फुल्का होइन। तर पुर्खौँ तिब्बतन भागेर आएर जब त्यहाँ अप्पर मुस्ताङ बसोबास गर्न थालेपछि यो बनाएर बसेको रहेछ उहाँहरू चाहिँ। यो पहाडलाई छेडेर बसेको चाहिँ रहेछ। यहाँबाट दायाँ बायाँ यो सानो पालहरू छ नि त। यहाँ तलको फ्लोर त्यो भइहाल्यो, यता माथि होइन। धेरै छन्, गनी नसक्नु छन्। जस हेर्दाखेरि चाहिँ यसो बाहिरबाट दृश्य हेर्दाखेरि पहाड छ, तर भित्र के छ भने अचम्मै लाग्छ।
मान्छेले बनाएको होला जस्तो लाग्छ। तर पुर्ख्यौलीहरू बस्दै आएको चाहिँ रहेछ यहाँ होइन। संस्कार पनि ठ्याक्कै तिब्बतनसँग मिल्छ। अप्पर मुस्ताङ हो नि त, अप्पर मुस्ताङ अब लोमान चाइनासँग जोडिएको बोर्डर होइन। यहाँदेखि माथिल्लो टपबाट यति सानो देखिन्छ कि तलको चाहिँ पार्किङ हो, गाडीहरू राख्ने। यो भर्याङ तल झर्ने भइहाल्यो होइन, माथि उक्लिने तल झर्ने भयो। यस्तै भर्याङको सहाराबाट हामी चाहिँ तल झर्ने माथि जाने गर्नुपर्छ। प्रत्येक ठाउँमा छ, प्रत्येक ठाउँमा भर्याङ धेरैवटा छ, किनकि जिगज्याग छ नि, यताको उताको यता भने जस्तै फ्लोर मिलाएर राखेको भर्याङहरू चाहिँ छ यसमा। यहाँदेखि तल झर्ने होइन। अर्को पनि थियो उता होइन, यसमा नि पुरै अर्को यो पनि हो भर्याङ धेरै छन् यसमा। गएर एकचोटि जस्ट घुम्नुपर्ने ठाउँ चाहिँ हो है यो सिन्जा जोन क्याफे भन्दो रहेछ यसलाई। अप्पर मुस्ताङको लमङथाङ गाउँपालिकाभित्र पर्ने होइन, अप्पर मुस्ताङमा रहेको यो एउटा ऐतिहासिक हो।